सो हेलो गाइस है तपाईहरुलाई स्वागत छ फेरि पनि हाम्रो भ्लगमा है र आज मामा भन्ने चाहिँ हामी कहाँनिर पो जाँदैछौँ मामा आज हामी अर्को मामाकोमा अब मामा बेसी भइरहेछ नि हामी चाहिँ अब सबिन मामा घर गएको है माछाङ हो र तपाईहरुले भिडियोलाई एन्डसम्म हेर्नुस् होला र यहाँ माइजु पनि हुनुहुन्छ माइजुको अनुहार मुट अलिक अफ छ है र अब भन्ने चाहिँ हामी लागेको है र भिडियोलाई एन्डसम्म हेर्नुस् होला र अहिले चाहिँ हामी घरमै छौँ अब चाहिँ हिँड्ने छौँ है सो हेर्दै गर्नुहोस् है र अहिले चाहिँ रोडतर्फ लाग्दैछौँ हामी र हाम्रो हिरो चाहिँ यहाँ छ है अब जानुपर्ने चाहिँ है ल है गाइस हामी चाहिँ अब हिँडेको है स्टार्ट भइसक्यो है एकदमसँगले तपाईहरुले यहाँको नजारा पनि हेर्दै गर्नुहोस् होला गाइस है बाटोको हालत चाहिँ यस्तो छ बाटै दामी हो यहाँको त अम्मै अम्मै के गर्ने यो रोड स्याङसन त भयो तर एकपट्टि दामी छ गाइस यो पार्क यो चाहिँ पाक्यौँ हो देख्दै गरेको पारी देख्दै गरेको चाहिँ पार्किङमा है पर गाडी अप्ठ्यारो छ नि बाटो र यहाँ चाहिँ बिचमै गाडी राख्दै निकाल्दैछ राम्रो बाटो आइपुग्यो साथी हो अब चाहिँ बनाउन कुद्छ स्कुटी चाहिँ अब जिन्दगी सरर ल दाजु ए हाम्रो यहाँ आइपुग्नु भयो चाहिँ कता पुगेर आउनु हो ए हो माछाङ गएको माछाङ जाँदै गर्यो जस्तो देख्दो रहेछ गाइस है मैले चाहिँ दाढी काट्दिएको थिएँ कि अलिक नसादो जस्तो लाग्यो आफूलाई अब चाहिँ जिन्दगी सरर मोटो यो चाहिँ हाम्रो आउ गाउँ हो यो आउ गाउँको रोड यो चाहिँ आउ गाउँ यो चाहिँ आउ हाम्रो माङहिम सुब्बा मन्दिर हो मजाको भाषा सो यहाँ चाहिँ है यो चाहिँ सेन्टी भिलेज भन्छ है यता सेन्टी पर्छ है चाँगे स्कुल है देख्दैन हो देख्दैन रहेछ अब देख अलि देख्दैछ चाँगे स्कुल पर्छ है आउ सेन्टी स्कुल चाँगे भन्दा भयो आउ सेन्टी भन्दा बजे भन्दा भयो है हामी पाक्यौँ बजार चाहिँ पुग्छौँ न तर त्यहीबाट ट्राफिक चाहिँ मोड्छौँ बाटो चाहिँ न्यू मार्केटबाट सट्टै मरिहाल्छ नि बजार चाहिँ पुग्छौँ न जेबेस स्कुल हो यो चाहिँ जेबेस स्कुल है पाकिङ बजार यहाँनिर स्टार्ट हुन्छ है हामी न्यू मार्केट आयौँ पाक्यौँको यहाँदेखि ओह्राल चाहिँ हस्पिटल जान्छ है गाइस हो अगाडि बढौँ न हौ के गर्छौ लक हो कस्तो मान्छेहरू अगाडि यस्तोहरुको भिडियो बनाउनु पर्छ त यस्तोहरु को
कस्तो रक्सी पो खाइबस्छ मरेकोहरू। र हामी चाहिँ लेफ्टपट्टि हामी मोड्छौँ है। अब यता देब्रेपट्टि है, यहाँ चाहिँ इन्डिया फ्ल्याग पनि लगाएको रहेछ हेर्नुहोस् है। र यहाँबाट चाहिँ अब माछाङ जानुपर्ने हुन्छ गाइस है। यहाँबाट चाहिँ माछाङ, छोचेन, रिनक, रङ्ली है, रङ्ली रिनक भएर माथि तिमीतारकोहरू पनि आलीटारहरू पनि जान सक्नुहुन्छ है। तिमीतारको चाहिँ जाँदैन यहाँबाट सरी अलिकति है। त यहाँबाट फेरि उता गएर रम्फू गएर उता रोटेसन घुमिहाल्छ। यो ओह्रालो चाहिँ कता? यो तलनिर रङ्ली सरी रङ्ली अरे यो नामै आउँदैन तार बिरिङ मामरिङ बिरिङ। तर यताबाट घुम्यो भने चाहिँ तल के भन्छ उयसमा पुग्छ रोडाथाङ। रोडाथाङ पुगेर रोडाथाङबाट फेरि उता रम्फू नै पुग्छ। पुरै छ नि बाटो त घुम्ने। के कस्तो हिँडेको यो बाटो? अरे साइड पनि छैन, इन्डिकेटर पनि छैन, के हो? गाडी कुदाउन आउँदैन भने त के कुदाउने हो? यता त लान्छ न इन्डिकेटर बाल्छ न के बाल्छ हो? होइन हौ पैसाले मात्रै भएको हो क्या ड्राइभरहरू दुःखले क्या हो? अरे मेन इन्डिकेटर त दिनु पर्यो नि त, साइड गर्दैछौ भने साइड गर्नु पर्यो होइन? यो तल चाहिँ उयो बिडिओ अफिस बिडिओ अरे एसटिएम हो। गाडी बिग्रेको जस्तो छ गाइस यहाँ, ठुलो गाडी, पुलिसको गाडी हो। गाडी बाटोहरू जग्गा जग्गा चाहिँ अप्ठ्यारै हुन्छ छ नि हो बाटो त कुरै नगर्दा हुन्छ। जहीँको बाटो जहीँ गयो पनि जग्गा जग्गा चाहिँ अप्ठ्यारै हुन्छ है। कोही जग्गा चाहिँ फेरि साह्रै अप्ठ्यारो हुन्छ है बाटो। यो चाहिँ डिस्ट्रिक्ट कोर्ट है। यो अलिअलि देख्दै यो सबै हो डिस्ट्रिक्ट कोर्ट। देखाउनु पाएन गाइस यहाँ। सो फाइनली है हामी यहाँ तारेभिरमा आइसकेको छौँ। यहाँ तल देख्नुहुन्छ, तल हेर्नु ल, यहाँदेखि कस्तो डरलाग्दो छ भिड हेर्नु त, डरलाग्दो छ हेर्नु नि यहाँदेखि। म त छेउमा खुट्टा लाग्नु डर लाग्यो। यहाँदेखि गयो भने ठडै हुन्छ है साथीभाइ हो। र यहाँदेखि चाहिँ अब तपाईँलाई जग्गा म बताउनेवाला छ है। यहाँबाट चाहिँ यो देख्दै गरेको हामी चाहिँ यो देख्दै गरेको चाहिँ माछाङ डाँडा हो। हो त्यो त हो, यो देख्दै गरेको त्यसको माथि चाहिँ यहाँ देख्दैन हल्का है टाढै पर्छ यो माछाङ गुम्पा यो चाहिँ हो। र अन्त त्यहाँदेखि यो तलको चाहिँ डङरङ हो है। यो तल डाँडा देख्दै गरेको यो चाहिँ डङरङहरू हो। यो तलको बिरिङहरू हो है। मजाको जग्गा छ यो जग्गा पनि। अनि त्यहाँदेखि लगेर गएर यो पारीको जग्गाहरू त मलाई त्यति थाहा छैन होइन। त्यो रङ्ली पर्छ ऊ त्यो पर देख्दै गरेको अलिअलि देख्दै गरेको चाहिँ रङ्ली पर्छ। यो देख्दै गरेको चाहिँ रङ्ली पर्छ।
यता कता 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 हो त्यो ऊ माथि देख्दै रहेछ जोलुको उम्बो माथि त्यो कुहिरोपट्टि चाहिँ माथि देख्दै गरेको चाहिँ त्यो कुहिरोपट्टि चाहिँ यता माथि कुहिरोपट्टि चाहिँ जोलुकहरू पर्छ होला हो जोलुकहरै पर्छ होला त्यतापट्टि कि यतापट्टि कता पर्छ बिर्सेछु अब त यहाँबाट त यो त देख्यो भने चाहिँ मुटु काम छ नि फेरि उसो सक्दैन नि खट्टु खानेहरू चाहिँ यहाँ नबेसी बिहार पनि यहीँ बसेर खाएको छैन कुन चाहिँ अब यो खाएर ओह्रालो गएको भए भाइ यहाँ डर लाग्दो छ नि यो त रक अरे हेर्न यहाँनिर दामी छ फेरि यो माथि घर छ नि फेरि यहाँ माथितिर यो छ नि घर यो जग्गादेखि अलिकति पर फेरि घर छ नि माथि यो माथिको बाटो यहाँ माथिबाट म बाटो सबै हिँडेको नि हिँडेको यहाँ पहिलानिर कोरोनाको टाइममा रोडमा हिँड्नु नदिने यहाँ माथिबाट हिँड्थ्यौँ नि हामी म हिँडेको म चाहिँ अरू चाहिँ हिँडेको हिँडेन कि म चाहिँ टाढो कामहरू यहाँबाट उ तलबाट डङरङबाट भनिस् यो तल डङरङबाट चाहिँ म हिँडेर आएर चाहिँ नि यो तलबाट हिँडेर आएर चाहिँ योबाट डल्ल यो बाटो हिँडेर चाहिँ म घर पुगेको नि त तेर्सो योबाट त माथिबाट हिँडेको नदिएर यहाँबाट रोडबाट नदिएर मैले त्यो हिँडेको जग्गाहरू सबै देखाइदिन्छु यो चाहिँ हाम्रो आउको जय गुरुआमाको घर है यो चाहिँ यहाँ पनि आएर हामी काम गर्यौँ यो घर देखिन्छ हामी 3 खड्के पुग्छौँ हजुर 3 खड्के पुग्छौँ 3 खड्के सो भिडियो के कस्तो लाग्दैछ तल कमेन्ट पनि गर्नुहोस् होला हामी त्यहाँ 3 खड्केबाट चाहिँ हामी भ्यू देखाउनु गएको हो नभए चाहिँ तपाईँहरूकै लागि भ्यू देखाउनु गएको है यहाँ माथिबाट भ्यू देख्छ अरे नि त भ्यू यहाँ माथिबाट चाहिँ हामी काम पनि गरेको दाजुभाइ यो घरमा त्यो घरमा त्यो चाहिँ हाम्रो लक्ष्यले गरेको तर म पनि आएर सघाइदिएको यहाँतिर दोकान स्टिङ छ सोधन स्टिङ अनि स्टिङ छ स्टिङ दिनुहोस् न 2टा हजुर अरे छ अरे यसो है हामी चाहिँ अब स्टिङ खानु लागि रुचिरहेको छौँ नि स्टिङ त नखानु भन्छ र पनि खानु मनपर्छ है नर्मलै दिनु नर्मलै खाउँ है कसरी हो भन न 25 होला हो 25 होला सोध न कसरी हान्ने स्टिङ 25 हामी यो त आउबाट यो बाटो यो अप्पर पर्खा राम्रै छ बाटो अप्पर पर्खा ए राम्रै छ है अप्पर पर्खा सो है हामी चाहिँ अब अप्पर पर्खा लाग्यौँ 3 खड्केबाट 3 खड्केबाट अप्पर पर्खा छिरिसक्यो यो बाटो चाहिँ पहिला हामी हिँडेको बाटो यो खोलै हो अप्पर पर्खाको बाटो चाहिँ यस्तो रहेछ ठिकै रहेछ त्यति अप्ठ्यारो पनि होइन डोरी छ अहिले जिप लाइनको छ त ऊ देख्यो ऊ पर देख्दैन हो अहिले त रुखले नै बन्द गरिदियो होला पहिला त चल्थ्यो त्यो टावरमा पुग्छ त्यो उक्लो भनिरहेको छ नि त्यहाँनिर त्यो जिप लाइनको तार नि यत्रो छ ताले थामेको है खाएको बाटो चाहिँ हेर्नु चाहिँ साथी पहिला कार्पेटिङ चाहिँ भएको थिएछ त्यो मेरो थत्रे स्कुल थिएँ हजुर यो बाटो सबै हिँडेको बाटो चाहिँ सबै बाकाले भिलेज रोडहरू चाहिँ कार्पेटिङ हुनुपर्ने बस्तीमा प्रब्लम हुन्छ नि
हरदाङ बनाएर छ त है सबै त्यो बाखल लगाएर चाहिँ गरे भने होटल हो नि होटल होला जस्तो लाग्यो होटल रहेछ दामी छ त उयो तलको घर पनि एउटा मजाको थियो जले नि जग्गाले अहिले छ त्यही अहिलेको गोरु है अहिलेको गोरु तर यता बाटो थियो जस्तो लाग्यो र अब चाहिँ भने चाहिँ तपाईँहरूलाई यहाँ भ्यू देखाउनु जाँदैछौँ है यो चाहिँ के घरै हो कि होटेल यो तलबाट चाहिँ दामी भ्यूज देख्छ नि ए यो चाहिँ अहिले अब यहाँनिरको यहाँ भ्यूसहरू हेर्नेलाई भीगी भीगी रातों में मीठी मीठी बातों में मलाई हेर्नु चाहन्छ भने यहाँ चाहिँ म हराएको थिइनँ है ल यहाँ चाहिँ भ्यू पनि रहेछ ज्याकेट लगाएर आउँदा ठिक्कै छ हो जाडो जग्गा नि हो मकैबारी कडेम भन्ने कि त याद आयो गाइस यो मकै यहाँबाट हिँडेर यस्तो म चाहिँ यो बाटो हिँडेर चाहिँ यस्तो डल्लै गरेर म घर पुगेको मानिस हेर्नुहोस् है गाइस यो बाटो चाहिँ यहाँबाट हेर्नुहोस् है साथी यहाँबाट चाहिँ हिँडेर यो माछाङबाट यो माथि अप्पर पार्कबाट माछाङबाट यो अप्पर पार्क भएर यो बाटो यहाँबाट यो बाटो हिँडेर यो बुहारीदेखि लिएर यो सट्टै ठाउँ यो डाँडा चट्टै काटेर हामी चाहिँ म चाँगे पुगेको म त्यस्तो डरलाग्दो हिँड्थ्यौँ अहिले चाहिँ स्कुटीले गर्दा अल्छे भयो क्या हेर्नुहोस् है साथी हो भ्यू पोइन्टको नजारा आए नरेन्द्र लेखेको होइन यो दामी छ नि यो भ्यूज चाहिँ क्या दामी देखिदिन्छ हेर्नु ल यहाँबाट चाहिँ पार्खाहरू अप्पर पार्खादेखि लिएर तल पार्खा हो के भन्नु चाहनुहुन्छ है यो भ्यूमा चाहिँ तपाईँहरू आउनु सक्नुहुनेछ तपाईँहरू पनि यहाँ घुम्नुको लागि है यहाँबाट चाहिँ लिङ्के अब हामी म चिनाइदिन्छौँ है आमा साथी हो हेर्नुहोस् त क्या यो तलको चाहिँ पार्खा हो यो तल देख्दैको चाहिँ पार्खा हो यो चाहिँ पार्खा कोलोनी हो उहाँ पारेको चाहिँ लिङ्खे हो है यो तलको डङरङहरू देख्नु हुँदैछ यो पारी अब थुप्रैहरू जग्गा छ कतिहरू त म चिन्दिनँ ती जग्गा गयो भने चाहिँ चिन्छु भ्यू चाहिँ स्याटी छ यहाँ तल घरहरू चाहिँ दामी देख्दो रहेछ दामी देख्छ नि यहाँ त यो त जग्गा किन्नेलाई नि बेच्दैन होला हौ यो त यही पर्यो हो 3 खड्के अरे यो सबै सबै घुमेको म यो माथिको लेकहरू हो यो लेकहरू यो माथि हामी घुमेको नि यो माथि यहाँ मजा जग्गा छ नि यहाँतिर यो माथिबाट चाहिँ यो फेरि यताबाट घुमेर गएर यस्तो गरेर हिँडेर यो माथि टुप्पाबाट चाहिँ यो यस्तो गरेर गयो भने चाहिँ फेरि माथि चाँगे पुग्छौँ नि चाँगे आसाम निन्जे पुग्छौँ फेरि यहाँ माथिबाट यो चाहिँ भ्यू चाहिँ दामी छ क्या सक्नेले चाहिँ यसलाई म्याप बनाउँछ यतिको चाहिँ अब हामी चाहिँ म्याप बनाउन सक्दैनौँ न यो चाहिँ दामी छ नि हामी यहाँनिर यो म्यापहरू बनाउनेलाई चाहिँ दामी अब त्यो माछा गुम्पाको त्यो मुनि क्या सफा गर्दैछ है सफा त्यो चाहिँ के गरेर सफा गरेकोलाई के रोपेको होला हो त्यो त है तलसम्म दामी छ गाइस भ्यूज चाहिँ यो भ्यूज चाहिँ कोलाई मन पर्यो भने चाहिँ हेर्नुहोस् क्या दामी छ यहाँ बस्नेहरू चाहिँ यो तल बस्नु भने यो माथि बस्नेलाई चाहिँ म दामी मान्छु क्या भ्यूज हेर्नु नि मजा आउँछ नि हाम्रो यहाँ चाहिँ आउना पाउना आउँदाखेरि है यहाँनिर हेर्नु सट्टै ल्याएर चाहिँ यसो देखाइदियो कति दामी जग्गा भन्छ नि यहाँ पर जिप लाइन थियो अहिले बन्द गरेको होला जिप लाइन चाहिँ दामी छ उताडि पनि देखाइदेऊ न अप्पर पार्खा पनि हाम्रो यो पर देख्दै गरेको चाहिँ गाइस अप्पर पार्खा पर्दो रहेछ यहाँदेखि नै पर्दो रहेछ अप्पर पार्खा चाहिँ है फाइनली गाइस चाहिँ हामी चाहिँ अब सपिङ मलमा घर पुग्न आँटेको छौँ बाटोको हालत चाहिँ एकदम दामी छ नि बाटो त भन्नै नहुने पार्खाको गाडी गयो है गाइस अब पार्खा हामी पुग्न आँटेको छौँ यो सबै ससुरालीको घर जमिन पहिलाको ससुरालीको जमिन सो आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो तल कमेन्ट गरेर भनिदिनुहोस् होला र आजको भिडियो चाहिँ यतिसम्म नै थियो सो थ्याङ्क यू फर वाचिङ है र अन्तिमसम्म भिडियो हेर्नुको लागि धेरै धेरै धन्यवाद र सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला अझै नयाँ भिडियोको लागि।